ओके, नमस्ते। टिम सन्देश परिवारमा तपाईँहरूलाई स्वागत छ। धेरैजना स्टुडेन्टहरूले सर हामीले एन्सर त लेख्यौँ, त्यसलाई कसरी पिडिएफ बनाउने, कसरी हामीले पठाउने हामीलाई आएन भन्नुभएको थियो। त्यही भएर आजको यस भिडियोमा तपाईँहरूलाई कसरी पिडिएफ बनाउने, कसरी पठाउने त्यो सिकाउँदैछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। अब तपाईँहरूले पिडिएफ बनाउनको लागि हजुरलाई क्याम स्क्यानर भन्ने एउटा एप हुन्छ, त्यो एप चाहिन्छ। अब त्यो एप तपाईँहरूले कसरी डाउनलोड गर्ने सिकाउँछ है त। फर्स्टमा हजुरले आफ्नो मोबाइलको प्ले स्टोरमा जानु पर्यो। मोबाइलको प्ले स्टोरमा गइसकेपछि यहाँ जाने, यहाँ गइसकेपछि हजुरले सर्च गर्नु पर्यो। सर्च गर्दाखेरि हजुरले क्याम स्क्यानर टाइपको क्याम अनि हजुरले स्क्यानर हेर्नुहुन्छ, क्याम स्क्यानर यहाँ देखाएको छ। हो यो एप क्लिक गर्नु पर्यो, यहाँनिर छ एप। हो यो एपै हो, क्याम स्क्यानर एप तपाईँहरूले क्लिक गर्नु पर्यो। यसरी देखाउँछ। मेरो मोबाइलमा अलरेडी डाउनलोड भएको भएर यहाँनिर के भन्छ ओपन देखाएको छ यो निलो बटनमा, नत्र तपाईँहरूकोमा इन्स्टल गर्नु भन्छ। तपाईँहरूले त्यहाँ क्लिक गर्ने अनि त्यो हजुरको मोबाइलमा इन्स्टल हुन्छ अनि यसरी हाम्रो ओपन भन्ने देखाउँछ। अब यसरी हाम्रो एप इन्स्टल भइसकेपछि यसरी ओपन भन्ने आउँछ, यहाँ क्लिक गर्दा पनि भयो। होइन यता मोबाइलबाट गर्छु भन्ने भयो भने यो एप कहाँनिर छ, एप मोबाइलमा हेर्ने मेरो यहाँनिर छ। यसरी तपाईँहरूले एप ओपन गर्नु पर्यो। तपाईँहरूले यसरी एप ओपन गरिसकेपछि सुरुमा त हजुरको मोबाइल यसरी यहाँ छ नि क्यामेरा, हो यसरी यो क्यामेरा देखाउँछ। यो क्यामेरामा क्लिक गर्ने। तपाईँहरूले यसरी क्यामेरा क्लिक गरिसकेपछि आफूले लेखेको एन्सर कहाँ छ त्यसलाई पेज सिधा पनि राख्ने, सिधा यसरी देखाउने मोबाइलमा यसरी स्क्यान गर्ने। अब तपाईँहरूले यसरी स्क्यान गरिसकेपछि अलिकति टाइम लिन्छ, वेट गर्नु होला। हो हाम्रो यसरी ल एउटा भयो। अब तपाईँले यहाँ टिक लाउनु पर्यो, टिक लाउने। फेरि तपाईँले अब अर्को गर्नु पर्यो। अर्को गर्नलाई हेर्नु त यहाँनिर लेखाएको छ एड भन्ने लेखाएको छ, तपाईँले यहाँ क्लिक गर्नु पर्यो एडमा। एडमा क्लिक गर्नु पर्यो, फेरि सिधा राख्नु पर्यो, फेरि स्क्यान गर्नु पर्यो। यो पनि स्क्यान भयो हेर्नु त, हाम्रो यो पनि स्क्यान भयो। फेरि अब तपाईँले यदि अर्को पेज गर्नु पर्यो भने पनि फेरि त्यही हाम्रो एडमा क्लिक गर्ने अनि यसरी फेरि स्क्यान गर्ने। हो तपाईँहरूले यसरी स्क्यान गर्नु पर्यो। अब तपाईँहरूले यसरी स्क्यान गर्दाखेरि फेरि टिक लाउनु पर्यो। ल अब हेरौँ है त। जस्तो मैले अहिले तपाईँहरूलाई 3टा पेज स्क्यान गरेँ, तपाईँहरूको एन्सर जति पेज छ सबै तपाईँले स्क्यान गर्ने यसरी नै। जस्तो हेरौँ है त, मैले फर्स्टमा यो गरेँ, त्यसपछि 2 नम्बर यो गरेँ, 3 नम्बरमा यसरी गरिरहेको थिएँ। तपाईँहरूले यसरी कन्टिन्यू अब यता हाम्रो आफ्नो एन्सर पनि सिरियल्ली गर्दै जाने, यसरी यहाँबाट सिरियल्ली आउँदै गर्छ। अब तपाईँहरूले यसरी लेखिसकेपछि अब यसलाई सेभ गर्नु पर्यो। सेभ गर्नुभन्दा अगाडि हजुरले यहाँ सेयर भन्ने लेखाएको छ, सेयर भन्नेमा क्लिक गर्नु पर्यो। अब यसरी सेयर भन्ने क्लिक गरिसकेपछि तपाईँहरूलाई यहाँ सेयर एज अ पिडिएफ लेखेको हुन्छ, सेयर एज अ पिडिएफमा क्लिक गर्नु पर्यो। सेयर एज अ पिडिएफमा क्लिक गरिसकेपछि तपाईँहरू त्यो कहाँ सेयर गर्ने त, अब अन्त कतै होइन, आफ्नो पहिला फाइलमा गर्नु पर्यो। आफ्नो मोबाइल फाइल म्यानेजर, यदि तपाईँहरूको मोबाइलमा कसैको फाइल म्यानेजर लेखेको हुन्छ, कसैको फाइल लेखेको हुन्छ, हेर्ने जस्तो मेरोमा फाइल लेखाएको छ। फाइलमा क्लिक गरिसकेपछि तपाईँको यहाँनिर यता देखाएको छ। अब यो हेर्नु त यहाँनिर छ लोकेसन। अब तपाईँले कहाँ राख्ने भन्ने कुरा हो, फाइलमा राख्ने कि फोनमा राख्ने कि मेमोरी कार्डमा राख्ने। जस्तो अहिले मैले तपाईँलाई फाइलमा राखेँ, यहाँ फाइलमा क्लिक गर्ने। अब तपाईँको यहाँ माथि टिक एउटा टिक लाउनु बटन छ यहाँनिर, तपाईँ त्यहाँनिर टिक लाउनु पर्यो। अब त्यहाँ तपाईँले टिक लागेको छ। अब हेर्ने कहाँ छ भनेर जस्तै मेरो मोबाइलमा